यति बेला सुनसरी घटनाले उग्र रूप लिँदै गएको छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगंज गाउँपालिका अथेन कप्तानगंज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ। कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड शुरू गरेपछि नेपाली सेना फिल्डमा उत्रिएको हो। हतियारसहित नेपाली सेनाको टोली पुगेपछि कप्तानगंजको अवस्थामा नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ। कप्तानगंजमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगंज 3 का 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएपछि अवस्था तनावग्रस्त बन्दै आएको छ। गोली लागेर अन्य 9 जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। सर्वसाधारण र सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। घाइतेहरूको विराटनगर स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान 5 स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो। तर कर्फ्यू उल्लंघन गर्दै सोमबार बिहानैदेखि फेरि पनि प्रदर्शन भएपछि यति बेला नेपाली सेना भेट्ने